काउलीगौंडा युवा क्लब बेनी नगरपालिका 9 घतान म्याग्दी। पृष्ठभूमि म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारदेखि 3 किलोमिटर उत्तरमा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर धामदेखि 1 किलोमिटर पश्चिममा काउलीगौंडा युवा क्लब बेनी नगरपालिका 9 घतान गाउँमा रहेको छ। धार्मिक स्थलले परिचित गाउँ गलेश्वर धाम घतान गलेश्वरमा अवस्थित छ भने खेलकुद तथा सामाजिक कार्यले परिचित यस युवा क्लब बेनी नगरपालिका 9 घतान काउलीगौंडामा नै रहेको छ। 2060 सालदेखि खेलकुद क्षेत्रमा पहिलो पाइला टेक्न अवसर मिल्यो। यस गाउँमा खेल के हो, खेल किन आवश्यक छ र यसको महत्त्व के छ भनेर समेत चेतना नभएको यस गाउँमा खेल खेल्ने अग्रजहरू पनि कोही नभएको कारण प्रष्ट हुन्छ। यहाँका अभिभावकहरूलाई पनि खेल सम्बन्धी त्यति चेतना र ज्ञान नभएको कारण पनि हुन सक्छ र जुनियर युवालाई आर्थिक सङ्कट हुँदा पनि युवाहरू खेलमा सहभागी हुने बिस्तारै अगाडि बढ्न थाले। एउटा भलिबल नेट किन्न नसक्ने अवस्थामा बाबियोको डोरी र रस्सीको डोरीलाई आफै युवाहरू मिलेर नेट बनाई अन्य क्लबहरूले अन्य खेलाडीहरूले फुटेर फालेका बलहरूलाई सङ्कलन गरेर बजारमा पाइने 35 रुपियाँमा पाइने बलाडर किनेर खेलाडीहरूले मैदानको अभावमा पनि खेतबारीका बाँझा गराहरूमा खेल खेल्न सुरुवात गरे। त्यति बेला कुनै एकजना निजी व्यक्तिको खेत वा बारीमा 6 महिना खेती गर्ने र 6 महिना खेल खेल्ने मैदानको रूपमा प्रयोग गरिन्थ्यो। त्यति बेलाको क्रममा खेल खेल्ने युवाहरूको जमात बिस्तारै बढ्न थाल्यो। बाल क्लबको पनि गठन गरे। जुनियर बाल क्लब गठन गरेपछि साना साना खेलकुद कार्यक्रमहरूमा भाग लिन थाले। साना खेलकुद कार्यक्रमहरूको आयोजना गर्दै त्यस समयमा हाम्रो देश गृहयुद्धमा फसेको थियो र यो युवाहरू डरले आतंकित र सशंकित हुनु परेको थियो। यही अवस्थामा पनि 2061 सालतिर होला सायद त्यो समयमा त्यहाँका युवाहरूलाई गाइडलाइन गर्ने, अभिभावकत्वको भूमिका निर्वाह गर्ने नेतृत्वको ठूलो खाँचो थियो। तर नेतृत्व पाउन नसके पनि स्वयं आफै जुनियर युवाहरू अगाडि बढ्नुपर्ने बाध्यता थियो। त्यसै समयमा खेलकुद कार्यक्रमहरू आयोजना हुन्थे। प्रथम पुरस्कार कहीँ थाल हुन्थ्यो, कहीँ कचौरा, बोल, कहीँ कुखुराको भाले, खसी बोका आदि राख्ने चलन थियो। नगदको कुरा गर्ने हो भने 500 रुपियाँदेखि लिएर केही रकम बढाउँदै कार्यक्रम हुन थाले। पछि गएर खेलकुद क्षेत्रको विकास र महत्त्व सँगसँगै पुरस्कार राशि पनि वृद्धि हुँदै गयो। खेलाडीहरूको पनि उत्पादन तथा स्तर वृद्धि हुँदै गयो। त्यो समयमा खेलकुद सम्बन्धी नीति नियमको पनि त्यति चेतना थिएन। त्यसै समयमा खेतीपाती गर्ने भन्दै बारी र खेतका जग्गादाताले खेल मैदानको रूपमा प्रयोग गर्ने जग्गा नदिने निर्णय गरेपछि हामी युवाहरूले नयाँ विकल्पको खोजी गर्दै अगाडि बढ्ने क्रममा गाउँको छेउमा रहेको बराहथान भन्ने ठाउँमा वनको जग्गा प्रयोग गरी सबै युवाहरू मिलेर त्यो भिरालो जमिनलाई उकासी मैदानको रूपमा प्रयोग गरिरहेको ठाउँ वर्षाको कारण फेरि त्यहीँनिर पहिरो गयो अनि भत्किन पुग्यो। साँच्चै त्यति बेला त्यो मैदान भत्किएको थिएन, हाम्रो मन भत्किएको थियो। जति बेला हामीले दुःख गरेर मैदान बनायौँ, प्रकृतिले पनि त्यही मैदानलाई फेरि एउटा भिरालो बनाइदियो। फेरि हामी पुनर्निर्माणमा जुट्यौँ। पुनर्निर्माण गरी त्यो सल्लेरीको छेउमा रहेको मैदानलाई फेरि बनाउने प्रयास गर्यौँ र पुरानो सल्लेरी प्राविको छेउमा रहेको सानो खेल मैदानलाई प्रयोग गर्न थाल्यौँ। तर हामीले त्यो मैदानलाई फेरि प्रयोग गर्न नसक्ने अवस्था भइसकेपछि, पुनर्निर्माण गर्न नसक्ने अवस्थाले गर्दा हामी फेरि अर्को ठाउँको खोजीमा लाग्यौँ। त्यसपछि पुरानो श्री सल्लेरी प्राविको छेउमा रहेको सानो खेल मैदानलाई प्रयोग गर्न थाल्यौँ। तर भिरालो जमिन र तारबार नभएको कारण बल धेरै टाढा जाने अवस्था थियो। तर त्यो ठाउँ पनि पहिरोको कारण खेल मैदान सँगै स्कुल भवन समेत भत्कियो। त्यसपछि फेरि हामी नयाँ विकल्प खोज्न थाल्यौँ, जग्गाको खोजीमा लाग्यौँ र विद्यालय पनि पहिरोको कारण उपयुक्त जग्गाको खोजीमा थियो। त्यस अवस्थामा विद्यालय परिवार स्थानीयवासीहरू र हामी युवाहरू मिलेर साबिक घतान गाविस काउलीगौंडा घर भई युकेमा बसोबास गर्दै आउनुभएका ब्रिटिस आर्मी समाजसेवी एवं शिक्षा प्रेमी श्री भोजबहादुर बानियासँग जग्गाको लागि संयुक्त रूपमा आग्रह गर्यौँ। यस ठाउँका बुद्धिजीवी, समाजसेवी, विद्यालय परिवार र सक्रिय युवाहरूले संयुक्त रूपमा आग्रह गरेपछि समाजसेवी बानियाले आफ्नो गाउँमा परेको सङ्कटको परिस्थितिलाई बुझेर विद्यालयलाई जग्गा 2063 सालमा प्रदान गर्नुभयो र सोही जग्गामा विद्यालय भवन र खेलकुद मैदान निर्माण गरियो। यही उपयुक्त खेलकुद मैदान निर्माण भएपछि युवाहरूको ठूलो जमात खेलकुद क्षेत्रमा आकर्षित भई खेलमा सहभागी हुने युवाहरूको माहौल बढ्न थाल्यो। युवाहरूको एकता बढ्न थालेपछि खेलको माध्यमबाट युवाहरू कुलत र गलत बाटोमा नलागेर निरन्तर खेल क्षेत्रमा लागे र तत्कालीन अवस्थामा आधिकारिक रूपमा युवा क्लब गठन गर्ने सोचको विकास भयो र त्यस पश्चात खेलकुद क्षेत्रसँगै आर्थिक, भौतिक र सामाजिक क्षेत्रलाई विकास गरी अगाडि बढाउन थाले।
2066 सालमा यस क्लबको तेजेन्द्र बानियाको संयोजकत्वमा क्लब दर्ताको लागि तदर्थ समिति गठन गरी आधिकारिक रूपमा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा 2066 सालमा दर्ता गरियो। त्यसपछि क्लब झनै सक्रिय रूपमा खेल क्षेत्रमा अगाडि बढ्न थाल्यो। स्थानीय गाउँवासीहरू सहयोग र साथ पाउन थाले। स्थानीयवासीहरूको सहयोग र गाउँवासीहरूको साथ पाउन थालिसकेपछि यस क्लब म्याग्दी जिल्लाको गाउँदेखि गाविसहरूमा युवा क्लबले आयोजना गर्ने खेलकुद कार्यक्रममा सहभागी हुनको लागि संस्थापक अध्यक्ष तेजेन्द्र बानियाको नेतृत्वमा यस क्लबको भलिबल टिम सहभागी गराउँदै केही सफलता केही असफलता प्राप्त गर्दै जिल्लामा हुने धेरै जसो प्रतियोगिताहरूमा प्रथम उपाधि हात पार्दै जिल्लामा छुट्टै पहिचान बनाउन सफल भयो। त्यसै गरी जिल्ला हुँदै अञ्चल र क्षेत्रमा समेत आफ्नो टिमको सहभागिता जनाउँदै अहिले खेल जगतमा छुट्टै पहिचान बनाउन सफल भएको छ र खेल क्षेत्रमा भन्दा बित्तिकै काउलीगौंडा युवा क्लब केवाइसी अपरिचित छैन। हालसम्म 150 प्रतियोगितामा सहभागी हुँदै 120 प्रतियोगितामा विजेता, 15 प्रतियोगितामा उपविजेता र 15 प्रतियोगितामा हार समेत बेहोर्न पर्यो। साथै 30 लाख बराबरको पुरस्कार हात पार्न सफल भएको छ भने 5 लाख बराबरको रकम प्रवेश शुल्कमा खर्च भएको छ र अन्य रकम कहीँ कतै क्लबको स्टेज बनाउँदा, खेल मैदान निर्माण गर्दा, मोटर बाटो समेत निर्माण गर्दा, साथै खेलकुद सामग्री, खेलाडीको पोसाक, भत्ता र प्रतियोगितामा सहभागी हुँदा भने अन्य शीर्षकमा खर्च भएको छ। यस क्लबका खेलाडीहरू जिल्ला स्तरीय, क्षेत्रीय हुँदै राष्ट्रिय खेलमा समेत सहभागी जनाएका छन्। यस क्लबले आफ्नो गाउँ र गाविसको खेल क्षेत्रबाट जिल्ला, अञ्चल हुँदै क्षेत्रमा समेत पहिचान बटुल्न सफल भएको छ र आफ्नो परिचय दिँदै ठूलो सल्लेरी वन तथा घतान गाविसले खेलाडीलाई सम्मान समेत गरेको थियो। त्यसै गरी खेल क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि आफ्नो उल्लेखनीय योगदान र भूमिका निर्वाह गर्दै आइरहेको छ। व्यवस्थित खेलकुद मैदान तथा क्लबको स्टेज भवन निर्माण, यस क्लबको पहलमा गलेश्वरदेखि काउलीगौंडासम्म मोटर बाटो निर्माण, गाउँभित्रको शाखा मोटर बाटो लामो समयसम्म विवादका कारणले रोकिएको थियो, सो बाटोको ट्र्याक खोल्ने उल्लेखनीय भूमिका निर्वाह गरेको छ। गलेश्वर घतान पातलेखेत हुँदै पाखापानी जाने बाटोमा गलेश्वर ठूलो सल्लेरी वन र यस क्लबले संयुक्त रूपमा पिउने पानीको धारा निर्माण गरेको छ। जिल्ला अस्पताल म्याग्दीको बगैँचा निर्माण गर्न समेत अगाडि सरेको यस क्लबले जिल्लाका क्रियाशील पत्रकारहरूलाई सम्मान, म्याग्दी जिल्लामा जन्मिएर नेपालको नेतृत्व गर्दै दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत र काँस्य पदक विजेतालाई सम्मान कार्यक्रम गरेको छ भने यस क्लबलाई खेल मैदान उपलब्ध गराउनु हुने आदरणीय व्यक्तित्व भोजबहादुर बानियालाई पनि सम्मान गरेको छ। त्यति मात्रै होइन, जिल्लामा रहेका र राष्ट्रिय स्तरमा रहेका कलाकारहरूलाई काउलीगौंडामा लिएर कार्यक्रम गर्नेदेखि लिएर कलाकारको प्रोत्साहन, कलाकारलाई अगाडि बढाउने र खेल मात्रै नभएर घतानमा कलाकार जन्माउने अवकाश पनि यस क्लबले लिएको छ। त्यसै गरी मानवीय क्षेत्रमा हेर्ने हो भने 2071 साल कार्तिक 1 गते अरिङ्गालले ठोकेर अरिङ्गालको टोकाइबाट एकै परिवारमा 3 जना बुबा, आमा र छोराको मृत्यु भएपछि मृतक परिवारका अभिभावक गुमाएका 4 दिदीबहिनीहरूलाई शिक्षा, दीक्षा, उचित व्यवस्थापनका लागि विशेष पहलसँगै आर्थिक सङ्कलन अभियान गरी 13 लाख बराबरको रकम सङ्कलन गर्ने कार्य यही घतान युवा क्लब केवाइसी घतानले नै गरेको थियो। घतान निवासी मोतियाबिन्दु भएकी कालिका मिजार यस क्लबको सहयोगमा हिमालयन आँखा अस्पताल पोखरासम्म पुर्याई उपचार गरेको यसै क्लबले हो। त्यसै गरी 2072 साल जेठ 10 गते म्याग्दीको राम्चेबाट गएको पहिरोबाट पीडित बनेका बैसरीवासीहरूलाई पनि महत्त्वपूर्ण सहयोग गरेको छ यस केवाइसी घतानले। 18 घर परिवारलाई राहत स्वरूप यस क्लबको पहलमा घतानवासीहरूबाट 36 मुरी अन्नसहित 18 वटा पानी ट्याङ्की सहयोग गरियो। यस क्लबको सक्रियता र निरन्तरतालाई अझै सशक्त रूपमा अगाडि बढ्नको लागि सम्पूर्ण सहयोगी महानुभावहरूलाई सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौँ। हामीलाई आशा छ पक्कै पनि यी कार्यहरूबाट स्वस्थ र समृद्ध समाज निर्माणका लागि सकारात्मक उत्प्रेरणा र सहयोग मिल्नेछ। केवाइसी घतान काउलीगौंडा युवा क्लब घतानलाई सहयोग गर्नुहुने बुद्धिजीवी, शिक्षाप्रेमी, पत्रकार, समाजसेवी, आमा समूह, क्लब तथा सम्पूर्ण शुभचिन्तकहरूलाई सहयोग गर्नुभएकोमा यहाँहरूलाई
तिमीलाई नचिनेर लाउ के है हाम्रो त्यहाँ पत्रकार साथीहरू हुनुहुन्छ नि है बरु पछि हाम्रो नठकेर अब हाम्रो औपचारिक कार्यक्रम सञ्चालन गरिएको छ। छिट्टै नै सम्पूर्ण क्लबका पदाधिकारीहरू र आमा समूहका पदाधिकारीहरू अतिथि व्यवस्थापनमा थोरै ध्यान दिनुहोला र अतिथिज्यूहरूलाई पनि नृत्य देखाउने कलाकार साथीहरू पनि तयारी अवस्थामा रहिदिनु होला प्लिज। आज मिति 2072 साल असोज 25 गतेका दिन यस काउलेगौडा युवा क्लब घतान म्याग्दीद्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम एवं उद्घाटन तथा सम्मान कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ र कुनै पनि कार्यक्रमलाई औपचारिकता दिन अध्यक्षताको आवश्यकता पर्दछ र कुनै पनि कार्यक्रमलाई सिस्टममा लानको लागि त्यसैले बडा दशैं मेला 2072 को वृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अध्यक्षताको अध्यक्ष ग्रहण गरिदिनु हुन काउलेगौडा युवा क्लबका अध्यक्ष चिरञ्जीवी सुवेदीज्यूलाई आसन गर्न गरिदिनु हुन म हार्दिक विनम्र अनुरोध गर्दछु। र त्यस्तै गरी विशिष्ट अतिथिमा हामी 2 जना समाजसेवी व्यक्तिलाई निमन्त्रणा गरेका छौँ। उहाँहरू हाम्रो अगाडि हुनुहुन्छ र प्रमुख अतिथि हुनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चौहालज्यूलाई प्रमुख अतिथिको आसन गरेर गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी विशिष्ट अतिथिमा हुनुहुन्छ 2 जना व्यक्तिहरू म्याग्दी अस्पताल विकास समिति अध्यक्ष एवं समाजसेवी चन्द्रकुमार केसीज्यूलाई पनि विशिष्ट अतिथिको आसन गरिदिनु न म अनुरोध गर्दछु। त्यस्तै गरी विशिष्ट अतिथि हुनुहुन्छ कलेश्वर क्षेत्र विकास समिति अध्यक्ष रुद्रबहादुर केसीज्यूलाई पनि विशिष्ट अतिथिको रूपमा आसन गरिदिनु न अनुरोध गर्दछु। त्यस्तै गरी अतिथिज्यूहरूमा हुनुहुन्छ गलेश्वर क्षेत्र विकास समिति ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बानियाज्यूलाई पनि अतिथिको रूपमा आसन गरिदिनु न म अनुरोध गर्दछु। त्यस्तै गरी अतिथिको रूपमा प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङज्यूलाई पनि आसन गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी म्याग्दी जिल्ला युवा पत्रकार साथीहरूलाई पनि म आसन गर्न गइरहेको छु, जसमध्ये अतिथिको रूपमा आसन गरिदिनु हुन
सन्तोष गौतमज्यूलाई म हार्दिक अनुरोध गर्दछु। उहाँ सगरमाथा धवलागिरी संवाददाता हुनुहुन्छ। त्यस्तै गरी पत्रकार रूपसे दैनिक संवाददाता नेपाल टेलिभिजन संवाददाता प्रताप बानियाज्यूलाई पनि आसन ग्रहण गरिदिनु न म अनुरोध गर्दछु। त्यस्तै गरी पत्रकार रेडियो म्याग्दी स्टेसन म्यानेजर एवं अन्नपूर्ण पोस्ट संवाददाता गोपाल छन्त्यालज्यूलाई पनि आसन ग्रहण गरिदिनु न म विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी समृद्ध सम्पादक एबिसी टेलिभिजन संवाददाता कमल खत्रीज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु न म अनुरोध गर्दछु। यो आसन गरेको कार्यक्रम अघि पछि हुन सक्छ, माफ गर्नुहोला। त्यस्तै गरी अतिथिको रूपमा राष्ट्रिय मावि घतान प्र तारादेवी बानियाज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। तारादेवी बानिया चोखालज्यूलाई। त्यस्तै गरी काउलेगौडा आमा समूह अध्यक्ष तोपकुमारी चौहालज्यूलाई पनि आसन ग्रहण गरिदिनु न म विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी अर्को आमा समूह अध्यक्ष कोपिला बस्नेतज्यूलाई पनि म आसन ग्रहण गरिदिनु न म अनुरोध गर्दछु र आमा समूहका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु न पनि म विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी म्याग्दी सेवा समाज दोहा कतार अध्यक्ष अर्थात् काउलेगौडा युवा क्लब सल्लाहकार गणेश श्रेष्ठज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु न म विनम्र अनुरोध गर्दछु। र म तपाईँहरूलाई माफ पनि भन्न चाहन्छु, यो आसन ग्रहणको कार्यक्रम अघि पछि हुन सक्छ, यसमा तपाईँहरूले बुझिदिनु हुनेछ भन्ने पनि म पूर्ण विश्वास लिएको छु। त्यस्तै गरी समाजसेवी रत्नबहादुर चौहालज्यूलाई पनि आसन ग्रहण गरिदिनु न म अनुरोध गर्दछु। त्यस्तै गरी पटरे बगर सामुदायिक अध्यक्ष खुनवीर मिजारज्यूलाई पनि आसन ग्रहण गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी ठाडे मूल खानेपानी अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी हाम्रो क्यामेराम्यान अतिथि भोजबहादुर रिजालज्यूलाई पनि आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु न म अनुरोध गर्दछु। हेलो, चक्र केसी कहाँ हुनुहुन्छ? कृपया स्टेजमा आइदिनु होला। अगाडि बढाउने प्रयास गरिरहेको छु। स्वागत मन्तव्य राखिदिनु हुन अतिथिज्यूहरूलाई काउलेगौडा युवा क्लब सल्लाहकार एवं म्याग्दी सेवा समाज दोहा कतारका अध्यक्ष गणेश श्रेष्ठज्यूलाई म स्टेजमा निमन्त्रणा गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस काउलेगौडा युवा क्लबले आयोजना गरेको विजय दशमी तथा शुभ दिवालीको पावन अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रममा पाल्नुभएका सम्बन्ध गरेको आजका यस काउलेगौडा युवा क्लबका सभापतिज्यू र प्रमुख जिल्ला अधिकारी सहायक सिडिओ साहबज्यू र विशिष्ट अतिथिज्यूहरू, पत्रकार साथीहरू र टाढा टाढाबाट पाल्नुभएका खेलाडी दाजुभाइहरू र सम्पूर्ण यस खेलकुदमा यस काउलेगौडा युवा क्लबले गरेको खेलकुदमा पाल्नुभएका सम्पूर्ण दर्शक बिन्दुलाई म हार्दिक स्वागत गर्न चाहन्छु। मेरो स्वागत मन्तव्य टुङ्गाउँछु। धन्यवाद। धन्यवाद। म्याग्दी सेवा समाज दोहा कतारका अध्यक्ष एवं काउलेगौडा युवा क्लबका सल्लाहकार गणेश श्रेष्ठज्यूलाई हामीसँग सबै छोटो भएको कारण म फेरि एकछिन अतिथि सम्पूर्ण उपस्थित महानुभावहरूलाई म अनुरोध गर्दछु
राष्ट्रिय गान बजाएर सहयोग गरिदिनु हुन म प्राविधिक मित्र अनुरोध गर्दछु भने सम्मान गरिदिनु हुन सम्पूर्ण उपस्थित महानुभावहरूलाई म अनुरोध गर्दछु। र आजको यस वृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम 2072 को मैनबत्ती दीप प्रज्वलन गरी आजको यस कार्यक्रमको उद्घाटन गरिदिनु हुन म्याग्दी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालज्यूलाई म अनुरोध गर्दछु भने सम्पूर्ण दर्शक महानुभावहरू एकपटक जोरदार ताली बजाइदिन पनि म अनुरोध गर्दछु। धन्यवाद। र छोटो भनाइ राखिदिनु हुन म यसै क्रममा ठुलो सल्लेरी सामुदायिक उपभोक्ता वन अध्यक्ष एवं काउलेगौडा युवा क्लब सल्लाहकार टेकबहादुर पाइनेज्यूलाई म स्टेजमा हार्दिक निमन्त्रणा गर्दछु। हस्त धन्यवाद सञ्चालक भन्नु त मैले नातिनी भनेको त्यही बाँकी आज यो 2072 साल बडा दशैंको पावन अवसरमा जुन विविध खेल आयोजनाको कार्यक्रम सञ्चालनमा हाम्रो चाहिँ का अध्यक्षज्यू प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालज्यू, विशिष्ट अतिथि हाम्रा समाजसेवी एवं व्यवसाय क्षेत्र विकास कोषका अध्यक्ष एवं हाम्रा प्रज्ञाज्यू, मञ्चमा आश्रित व्यक्तित्वज्यूहरू, विभिन्न संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, विद्यालयका प्रज्यू, अन्य हाम्रा यस क्लबका उपाध्यक्ष लगायत विभिन्न पदमा रहनुभएका मित्रबन्धुहरू र उपस्थित महिला तथा सज्जन वृन्दहरू, सर्वप्रथम त म यहाँ यो आज यो केवाइसी भन्नाले हाम्रो एउटा परिचित पनि हो। मजा लाग्छ यो साथीको घटना भन्नुपर्छ। हालका बेनी नगरपालिका 9मा स्थित यो हाम्रो चिनारी भनेको एउटा गलेश्वर शिवालय क्षेत्रले अति महत्त्वपूर्ण धार्मिक स्थल हामीले एउटा चिनिने यो बेनीमा 9 र साथसाथै हाम्रो यो केवासी भनेर पनि एउटा हाम्रो खेती समुदायका महत्त्वपूर्ण हाम्रो चिनारीमा देखाइसकेको छ। र अन्त ठाउँमा गएर पनि केवासी भन्ने बित्तिकै हाम्रो यो चिनारी पनि अवश्य पनि यो साथीको घटन र बेनेबा 9लाई पनि हामीले ध्यान गरेको छ। र यसलाई यो जुन आयोजना जुन गरेको छ त्यसप्रति म सर्वप्रथम मैले
यो आयोजकलाई मैले धन्यवाद दिन चाहन्छु र प्रमुख अतिथिज्यू लगायत विशिष्ट अतिथिलाई पनि मैले आज आफ्नो व्यस्तता पनि छाडेर यहाँ जुन यस कार्यक्रमलाई एउटा जुन सहभागी भएर यस कार्यक्रमलाई एउटा महत्त्वपूर्ण आफ्नो एउटा देखाइदिनु दिनुभएकोमा उहाँहरूपट्टि मैले सर्वप्रथममा धन्यवाद दिन चाहन्छु र खास मैले यहाँ धेरै लामो भन्न पनि म चाहदिनँ र हाल विशिष्ट प्रमुख अतिथि लगायत विशिष्ट अतिथि पनि रहनुभएको छ र पक्का पनि हो अघि नै मलाई यहाँ साथै स्वागत भाषणमा पनि यहाँ दिइसक्नुभयो तपाईँबाट मित्रजीले र पक्का पनि खेल भनेको एउटा देखाउने हो एउटा चिनारी हो पक्का पनि एउटा यो शान्त वातावरणले एउटा अब यस्तो जुन हाम्रो यो केवाइसीले गरेको कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय यो बाहिर ठाउँमा पनि एउटा महत्त्वपूर्ण एउटा यसले देखाउने छ चिनारी देखाउने छ एउटा शान्त वातावरण एउटा चाहिँ भोलि कुनै घटनाहरू यहाँ हुने छैन भन्ने मैले पूर्ण मैले विश्वास लिएको छु पक्का पनि यो देशको लागि पूर्ण सहयोग गर्नुहुने र सम्पूर्णबाट पनि यसलाई चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ हाम्रो सर्वप्रथम क्लबले नै दायित्व दिन रहनेछ र मलाई लामो भन्न पनि म चाहदिनँ मैले यस्तो समस्तको शुभकामना तपाईँको यहाँसम्म बिदा हुन्छु धन्यवाद धन्यवाद मन्तव्यको लागि र छोटो आफ्ना केही सान्दर्भिक भनाइहरू राखिदिनु हुन रेडियो म्याग्दी स्टेसन म्यानेजर एवं राष्ट्रिय अन्नपूर्ण पोस्टका संवाददाता पत्रकार सम्पूर्ण पत्रकारहरूको प्रतिनिधित्व गर्दै उहाँलाई हामी छोटो भनाइ राख्न अनुरोध गरेका छौँ त्यसैले गोपाल छन्त्यालज्यूलाई म यस स्टेजमा हार्दिक निमन्त्रणा गर्दछु धन्यवाद कार्यक्रम सञ्चालकज्यू कार्यक्रमका अध्यक्षज्यू मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू र सहभागी तपाईँ सम्पूर्ण साथीभाइहरू खेलाडी मित्रहरू सर्वप्रथम त काउले गाउँ युवा क्लबले आयोजना गरेको यो मेला भव्य रूपमा सम्पन्न होस् हामी सम्पूर्ण म्याग्दी जिल्लामा रहेका पत्रकारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ सँगसँगै विजयादशमी तपाईँ हाम्रो घर आँगनमा आइरहेको छ यो अवसरमा पनि सम्पूर्णमा सुख शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु तपाईँ हामीलाई थाहा छ गाउँमा यति बेला मेला लाग्ने र त्योको तर्फबाट आफ्नो खेल प्रतिभाहरू प्रस्फुटन गर्ने संस्कार बसेको छ यो सँगसँगै गाउँघरमा विकृति र विसङ्गतिहरू पनि सँगसँगै भित्रिएको छ त्यो हिसाबले काउले गाउँडे युवा क्लबले आयोजना गरेको यो मेलामा हामीले काउले गाउँडे युवा क्लबमा यस्तो किसिमको झैँ झगडा भयो यस्तो किसिमको अप्रिय घटनाहरू घट्यो भन्ने किसिमका समाचारहरू सम्प्रेषण गर्न नपरोस् हामी त्यही चाहना व्यक्त गर्न चाहन्छौँ र यो मेला भव्य सफलताको शुभकामना त्यो अर्थमा सान्दर्भिक हुन्छ जस्तो मलाई लाग्छ अलिकति काउले गाउँडे युवा क्लबको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू सुरुमा जुन हिसाबले स्थापना हुनुभयो जुन उद्देश्य राखेर तपाईँहरू यो स्थानसम्म आइपुग्नु भएको छ मलाई लाग्छ तपाईँहरू यो बिचमा जति पनि उद्देश्य पुरा गर्नुपर्ने हो त्यो पुरा गरेको जस्तो मलाई लाग्छ खेलकुदको क्षेत्रमा हेर्ने हो भने म्याग्दी जिल्लामा मात्र नभएर मुस्ताङमा समेत तपाईँहरूको क्लबको चर्चा र परिचर्चा हुने गर्छ तपाईँहरूकै क्लबको संस्थापक अध्यक्ष मुस्ताङ गएर अस्ति भर्खरै मुस्ताङको सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ थाक भलिबल प्रतियोगिता जहाँ धेरै राष्ट्रिय लेभलका प्रशिक्षकहरू लिएर गाउँमा त्यहाँका खेलाडीहरूलाई प्रशिक्षण दिने र त्यो प्रतियोगिता जित्नु भनेको उनीहरूको एउटा प्रतिष्ठाको इज्जतको विषय हुन्छ त्यस्तो ठाउँमा गएर तपाईँहरूको क्लबको संस्थापक अध्यक्षले प्रशिक्षण दिइसक्नु भएको छ यो हिसाबले खेलकुदको क्षेत्रमा तपाईँहरू धेरै माथि पुगिसक्नु भएको छ अब तपाईँहरूले गाउँमा पुगेर त्यस्ता क्लबका साथीहरूलाई प्रशिक्षण दिनुपर्ने आवश्यकता रहेको छ अर्को कुरा युवा भइसकेपछि हामीले मानवीय क्षेत्रमा पनि सेवा गर्नुपर्छ भन्ने जुन तपाईँहरूको उद्देश्य थियो त्यो उद्देश्यमा तपाईँहरू भर्खरै अघि बढ्दै हुनुहुन्छ तपाईँहरूको एउटा अभियानको विषयमा हामी संस्कारकर्मीहरूले पनि साथ दिएका थियौँ जहाँ यो गाउँमा भएको अप्रिय घटनाको विषय हामी त्यो घटना सम्झिँदा पनि अलिकति डरलाग्दो स्थिति हामी यहाँ पुग्छौँ जुन अडिङ्गालले चिलेर जुन एउटा घटना घटेको थियो त्यहाँ एउटा सहारा बिन बनेका दिदीबहिनीको एउटा सहारा खोज्ने काम जुन यहाँ काउले गाउँडे युवा क्लबले गर्यो वास्तवमै त्यो अभियान राष्ट्रव्यापी बन्यो म्याग्दी जिल्लाका समाजसेवी हामीसँग हुनुहुन्छ चन्द्र सर जस्ता व्यक्तिहरू त्यो अभियानमा यो क्लबले गर्दाखेरि जोड्न सफल हुनुभयो यसरी नै
गाउँको विकास, खेलकुदको विकासका लागि तपाईँले जुन अभियान चाल्नु भएको छ त्यसमा हामी सम्पूर्ण म्याग्दी जिल्लाका पत्रकारहरूको साथ र समर्थन रहनेछ। यही शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। धन्यवाद सान्दर्भिक भनाइको लागि गोपाल सन्ध्यालज्यूलाई। म छोटो आफ्ना केही भनाइहरू राख्दिन हुन म्याग्दी अस्पताल विकास समितिका अध्यक्ष एवं समाजसेवी, चर्चित समाजसेवी चन्द्रकुमार केसीज्यूलाई पनि आफ्ना भनाइ राखिदिनु म स्टेजमा हार्दिक निमन्त्रणा गर्दछु। के गर्ने हाइटले अलि नम्खा तल जान नसक्यो। आदरणीय विजयादशमी विशेष कार्यक्रम, विजयादशमी विशेष कार्यक्रमका अध्यक्ष तथा काउलेगौडा युवा क्लबका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र अन्य सम्बोधन यथोचित। तपाईँहरूको यो काउलेगौडा घतान, काउलेगौडासँग मेरो एउटा पारिवारिक सम्बन्ध पनि छ र मैले सुरुमै यहाँ आइसकेपछि आँखा जताततै डुलाएँ र उता छेउमा एकजना बहिनी जेनिसा बहिनीलाई चाहिँ मैले छेउमा देखेँ। उनीहरूसँग मेरो एउटा व्यक्तिगत सम्बन्ध, एउटा नाता छ र यो नाता कायम गराइदिने त्यो वातावरण निर्माण गरिदिनु भएको थियो तेजेन्द्र भाइ। उहाँप्रति म एकदमै आभार व्यक्त गर्न चाहन्छु। सबभन्दा पहिला मैले जेनिसाको बुवा आमा र भाइ तीनजनालाई एकपटक स्मरण गर्न चाहे। यो काउलेगौडा युवा क्लबसँग मेरो अर्को दोस्रो नाता पनि छ। म अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि अस्पतालभित्र सरसफाइ र त्यहाँ गार्डनिङ गर्ने एउटा कन्सेप्ट सोच आयो र त्यो सोच आइसकेपछि कसलाई यो मौका दिने होला भनेर हामी थुप्रैलाई चाहिँ त्यहाँको स्थानीय सङ्घ संस्थाहरू खोज्यौँ र उहाँहरूलाई मौका दियौँ। त्यही सुरु गर्दा गर्दै काउलेगौडा युवा क्लबबाट अनुरोध भयो हामीलाई पनि एउटा जग्गा छुट्याउनु, थोरै क्षेत्र चाहिँ हामीलाई छुट्याइदिनु पर्यो। उहाँहरू खेलकुदको हिसाबले राष्ट्रव्यापी रूपमा र सामाजिक काम कारबाही आदि इत्यादिको हिसाबले यो घतानमा मात्रै क्रियाशील रहेको अवस्थामा उहाँहरूले म्याग्दी जिल्ला अस्पतालमा पनि एउटा उदाहरणीय नमुना एउटा गार्डन तयार गर्नुभएको छ। त्यहाँबाट पनि मेरो एउटा उहाँहरूसँगको एउटा सम्बन्ध चाहिँ जोडिएर आएको छ र तपाईँहरूले जुन योगदान त्यहाँ दिनुभयो, अहिले पनि त्यहाँ काउलेगौडा युवा क्लबद्वारा संरक्षित उद्यान भनेर राखिएको छ। तपाईँहरू जो काउलेगौडा नामसँग जोडिएको यो माटोको मान्छे हुनुहुन्छ, अस्पतालमा जानुभयो भने तपाईँहरू आफूले पनि गर्व गर्ने एउटा ठाउँ बनेको छ जहाँ काउलेगौडा युवा क्लबले त्यहाँ एउटा व्यवस्थित र त्यहाँ बनेका उद्यानहरू मध्येको उत्कृष्ट उद्यान चाहिँ काउलेगौडा युवा क्लबले तयार गरेको छ। त्यसकारण पनि म यहाँहरूलाई चाहिँ आभार र धन्यवाद दिन चाहन्छु। यो एउटा सानो ठाउँ र त्यसमा पनि अलिकति यो ढुङ्गाहरू बढी यो ढाड भएको कारणले गर्दाखेरि व्यवस्थित स्कुल र ग्राउन्ड बनाउनको लागि यति धेरै अर्को सम्म जग्गामा समथर भूभाग भएको जग्गामा गर्ने लगानीको तुलनामा 10औं-20औं गुणा बढी लगानी गरेर यो ग्राउन्ड र स्कुल तयार गर्नुपर्ने यहाँको भू बनोट हुँदै पनि यो काउलेगौडा युवा क्लबको जुन मेहनत छ त्यो उसको मेहनतले चाहिँ नै यत्रो एउटा ग्राउन्ड र यो तयार भएको छ। यसमा युवा क्लबले जुन योगदान तपाईँहरूको गाउँमा गरेको छ यो उदाहरणीय छ। यसको साथसाथै यसले जिल्लाव्यापी रूपमा र राष्ट्रिय मिडियामा पनि चर्चा पाइसकेको छ। भलिबलको क्षेत्रमा, खेलकुदको क्षेत्रमा जिल्ला र राष्ट्रिय स्तरमा यसले उल्लेखनीय योगदान पुर्याएको छ। एकपटक जिल्ला स्तरीय प्रतियोगिता भएको थियो बेनीमा र म दर्शक पनि थिएँ। फाइनलमा काउलेगौडा युवा क्लब पुगेको थियो र मलाई भित्रबाट लागेको थियो काउलेगौडाले गेम जितोस् भनेर। त्यस्तो अवस्था त्यहाँ पनि काउलेगौडा युवा क्लबले चाहिँ गेम जित्न सफल भयो। त्यसकारण खेलकुदको क्षेत्रमा जिल्लालाई तपाईँहरूले पुर्याएको योगदान जुन चाहिँ छ यो अविस्मरणीय छ र यसको नेतृत्व गरेर आउने जुन तेजेन्द्र भाइ हुनुहुन्छ, तेजेन्द्र बहादुर बानिया, साँच्चै त्यो परिवारको एक खालको परिवारको एउटा एक खालको जेनेटिक त्यो गुण चाहिँ जाँदो रहेछ। स्कुलको नामै हेर्दाखेरि सल्लेरी नरबुद्धि। अस्ति सिकिन्द्र बहादुर बानिया बितेको ठाउँमा त्यहाँ पनि यो विषयमा चर्चा चलेको थियो। कोही एउटा तपाईँहरूको यहाँ स्थानीय समाजसेवीले त्यो कुरा उठाउनु भएको थियो। उहाँको नामबाट यहाँ विद्यालय बनेको छ र उहाँको छोराले छोडेर अहिले नातिले चाहिँ त्यो ठाउँ ओगट्दैछ जसले समाजसेवाको क्षेत्रमा चाहिँ एउटा योगदान पुर्याउँदैछ तेजेन्द्र भाइ। त्यसकारण
गाउँमा एउटा असल मान्छे जन्म्यो भने त्यो गाउँको मुहारै परिवर्तन गर्दो रहेछ भन्ने एउटा चाहिँ देखिने एउटा चाहिँ मान्छे यदि गाउँमा भयो भने त्यो गाउँ चाहिँ सस्टेन हुँदो रहेछ। कोही अरूसँग झुक्न पर्ने, अरू ठाउँमा जानुपर्ने, माग्नुपर्ने, कराउनु पर्ने स्थिति हुँदैन रहेछ। त्यस्तै एउटा उदाहरणीय व्यक्तित्व तपाईँहरूले तयार गर्नुभएको छ तेजेन्द्र बहादुर बानिया। यो तपाईँको छोरा हो, तपाईँको यो माटोले जन्माएको व्यक्तित्व हो जसले यो गाउँको लागि त्यो खालको कन्ट्रिब्युसन गरेको छ र गर्दै पनि छ। यो अरिगालको प्रसङ्ग अघि आयो, त्यसमा मात्रै उहाँको योगदान होइन, उहाँको अर्को योगदान मैले देखेको बैसरीको पहिरो पीडितलाई पनि उल्लेखिने र तात्कालिक योगदान चाहिँ मैले त्यहाँ पनि देखेको थिएँ। जिल्ला स्तरीय कुनै पनि अभियान काम भयो भने त्यसमा पनि उहाँको चाहिँ योगदान देखेको थिएँ। त्यसैले उहाँको त्यो आदर्शलाई हामीसँग मिल्ने ठानेर उहाँलाई मैले अनुरोध गरेँ। मेरो एउटा हाम्रो एउटा आफ्नै एउटा साझा संस्था छ, एउटा शान्ति कोष भन्ने अर्गनाइजेसन, त्यो संस्थाको उहाँलाई आजीवन सदस्य बन्नको लागि अनुरोध गरेर उहाँ अहिले आजीवन सदस्य हुनुहुन्छ र हामी सँगै छौँ। अस्ति एकजना घटानको कसैले मलाई फेसबुकमा कुरा गरिरहनु भएको थियो, मैले साँच्चै उहाँलाई नजिकबाट नचिने गोकुलजी अथवा के नाम थियो र उहाँले चाहिँ मलाई भन्नुभएको थियो एकजना बिरामी मान्छे चाहिँ यसको उपचार गर्नु पर्यो, गर्ने उपचार त्यसको लागि चाहिँ तपाईँले मैसँग सम्पर्क गर्नुपर्छ भन्ने छैन, तेजेन्द्र भाइसँग सम्पर्क गरे पनि हुन्छ। त्यहाँ मार्फत चाहिँ हामीले यहाँ सञ्चालन गर्छौँ। उहाँ मार्फत कुरा आयो भने पनि हामीले उहाँको उपचार अभियान सुरु गर्छौँ र उपचार गर्छौँ। यो अवस्थामा गाउँलाई ल्याउनको लागि उहाँको त्यो योगदान छ। तर यदि हुँदाहुँदै पनि अब कुरा के रहेछ भने नि, वास्तविक कुरा के रहेछ भने एकजना मान्छे, एक दुईजना मान्छेको मात्रै गाउँमा भर परेर बस्यो भने त्यो गाउँ चाहिँ भोलि त्यो मान्छे बाहिर रहँदाखेरि गाउँले फेरि टुरो जस्तो अवस्थामा पुग्ने रहेछ। अहिले तपाईँहरूको गाउँमा यस्तो समाजसेवी गाउँको लागि योगदान गरेको राष्ट्रिय स्तरमै पहिला आजभन्दा अगाडिदेखि अहिलेसम्म पनि चर्चामा आइरहनु भएको रुद्रबहादुर केसी हुनुहुन्छ। त्यस्तै अर्को तपाईँहरूको म्याग्दी जिल्लाले एउटा चाहिँ जिल्लाकै प्रशासनिक हैसियतले दोस्रो दर्जाको सहायक प्रमुख जिल्ला अधिकारी जिल्लाले पाएको छ। तपाईँको माटोले त्यो जन्माउन सकेको छ। अब तपाईँहरूले यो जन्माउनु भयो। यदि तपाईँहरू जसले अहिले नेतृत्व पाइरहनु भएको छ, मैले तेजेन्द्र बानिया लगायतका अरू महानुभावहरू, अरू व्यक्तित्वहरू पनि यहाँ हुनुहुन्छ, उहाँहरूले यदि आफू जस्तै अर्को मान्छे जन्माएर छोडिदिनु भएन भने गाउँलाई चाहिँ अन्याय हुन्छ। त्यसैले मैले तेजेन्द्र भाइलाई यो अनुरोध गर्छु र अरू युवाहरू जो जो हुनुहुन्छ जसले गाउँको सेवाको लागि काम गर्नको लागि, गाउँको सेवाको लागि र गाउँको योगदान गर्नको लागि अब तपाईँहरूले तेजेन्द्र भाइलाई चाहिँ मात दिने खालको अर्को मान्छे जन्माउनुपर्छ। त्यो जन्माउने काम तेजेन्द्र भाइको आफ्नै हो। त्यसैले अर्को युवा जन्माउनुहोस् र तपाईँ आफू बाहिर आउनुहोस्। यो भयो भने पिँढी चरणमा सर्दै जान्छ र गाउँलाई चाहिँ यस्तो सेवाको कामको लागि चाहिँ योगदान पुर्याउने हुन्छ। काम गर्न चाह्यो भने गर्न नसकिने कुरा केही पनि छैन। मैले छोटो टाइम तपाईँहरूलाई एउटा लिएँ, एउटा चाहिँ हाम्रो हिन्दू धर्मको छोटो एउटा कथा मैले तपाईँलाई सुनाउन चाहन्छु। गरुड र राजा इन्द्रको कथा। राजा गरुडलाई चाहिँ अमृत खान मन लाग्यो र अमृत स्वर्गमा मात्रै हुन्थ्यो र गरुडले त्यो अमृत खानको लागि म अमृत खान चाहन्छु भनेर स्वर्गको यात्राको लागि गरुड चाहिँ स्वर्गतर्फ लागे। जब गरुड स्वर्गतर्फ लागे, स्वर्गका राजा इन्द्रले के सोचे? स्वर्गका राजा इन्द्रले अब गरुड शक्तिशाली छ, बलियो छ, त्यसकारण हाम्रो चाहिँ यो अमृत चोरेर लान्छ, खाइदिन्छ। त्यसकारणले गर्दाखेरि यो स्वर्गका चाहिँ सेनापतिहरू हो, तिमीहरूले सशक्त तयारी गरेर, बलियो तयारी गरेर गरुडलाई परास्त गर, नत्र भने उसले हाम्रो अमृत खाइदिनेवाला छ। स्वर्गको गहना भनेकै अमृत हो। र त्यो समयमा गरुडले एक खालको डिजायर, मनभित्रबाट एउटा सपना बनाएर चाहिँ गरुड मनभित्रबाट चाहिँ एउटा इच्छा शक्ति जगाएर चाहिँ स्वर्ग खानको लागि गएका थिए। तर राजा इन्द्र भने तत्कालीन अवस्थामै डराइसकेका थिए, भनेको गरुडले अब पक्कै पनि चोरेर लान सक्छ, यो बलियो छ, यसलाई परास्त गर्न गाह्रो छ। उनी मानसिक रूपमा नै, साइकोलोजिकल्ली नै, भित्र दिलदेखि नै कमजोर अवस्थामा पुगेका थिए। गरुड गइसकेपछि अमृत पनि चोर्यो, खाएर आयो। त्यसकारण भित्रबाट, तपाईँको भित्र दिलबाट इच्छा शक्ति, त्यो अदम्य इच्छा शक्ति तपाईँले यदि बाहिर ल्याउनु भयो, निकाल्नु भयो र त्यो इच्छा शक्ति तपाईँमा आयो भने तपाईँहरूले जे पनि गर्न सक्नुहुन्छ। त्यो क्षमता मैले तेजेन्द्र भाइसँग देखेको छु। तपाईँले अब गाउँको लागि, यो क्लबको लागि मात्रै नभएर जिल्ला र राष्ट्रिय रूपमा नै त्यो कन्ट्रिब्युसन गर्नको लागि तपाईँले त्यो अदम्य इच्छा शक्ति चाहिँ तपाईँले आफ्नो मनभित्रबाट निकाल्नुपर्छ, जसले हामीलाई चाहिँ त्यो काम गर्नको लागि प्रेरित गर्छ। मैले त भन्ने गरेको छु, हाम्रो हिन्दू धर्मको सबै ग्रन्थहरू एकातिर राखिदिउँ अनि परोपकारहरूलाई सेवा गर्ने कुरालाई एकातिर
राख्दैनौँ ती ग्रन्थहरूभन्दा परोपकार र सेवा गर्ने कुरा बढी गरुङ्गो भएर जान्छ। बौद्ध धर्ममा हेर्नुहोस्, जन्मेदेखि त जान्ने भएदेखि अरूलाई सहयोग गर, उपकार गर, भलो गर भन्ने कुरा छ। बुद्ध धर्मको कुरा क्रिस्चियन धर्ममा पनि हेर्ने हो भने मत्ती भन्ने किताबमा के लेखेको रहेछ भने देऊ तिमीहरूलाई दिइनेछ, यदि तिमीले अर्कोलाई देऊ भने तिमीलाई चाहिँ कसैले दिनेछ, भगवानले दिनेछ भनेर त्यो किताबमा उल्लेख गरेको रहेछ। त्यस कारणले गर्दाखेरि यदि हामीले अरूलाई दिने बानी बसाल्यौँ, अरूलाई सेवा गर्ने बानी बसाल्यौँ, सहयोग गर्ने बानी बसाल्यौँ भने हाम्रो समाज अनुशासित हुन्छ, हामी विकसित हुन्छौँ, हामी परिवर्तन सकारात्मक सोचको कारणले हामी बीचको विवाद आदि इत्यादि कुराहरूको अन्त्य हुन्छ र उन्नत किसिमको समाज तयार हुन्छ। त्यसैले जसले दिन जान्यो उसले बाँच्न जान्यो। यति भन्दै मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। धेरै धेरै धन्यवाद समाजसेवी चन्द्रकुमार केसीज्यूलाई। उहाँले अत्यन्तै हामी युवाहरूले सिक्नुपर्ने यो समाजको आवश्यक कुराहरूलाई र धेरै कुराहरू उहाँले गरिसक्नु भएको छ र हामीसँग समय धेरै छैन। त्यसैले म कार्यक्रमलाई सरासर अगाडि बढाउने जमर्क गरिरहेको छु र यो बिचमा हामी धन्यवाद दिने कार्यक्रम रहेको छ। अघि पनि कुरा धेरै उठिसकेका छन्। गत कार्तिक 1 गते हरिङ्गले चिलेर मृत्यु भएको थियो बाबा आमा र छोराको, र बाँकी 4 जना छोरीहरूलाई, 4 सहाराबिन छोरीहरूलाई सहयोग गर्ने हुने सम्पूर्ण घतानवासी समाजसेवी जीवहरू, आर्थिक रूपमा सहयोग गर्ने साथीहरू, नैतिक रूपमा सहयोग गर्ने साथीहरू र भौतिक रूपमा सहयोग गर्ने साथीहरू